यो बालेनको काम छैन है। फेसबुकमा स्ट्याटस लेखा छ, साला तोरी गरिब देख्नै भएको छैन हैन, मकै बोल्ने देख्नै भएको छैन, किसान देख्नै भएको छैन हैन, कवाडी देख्नै भएको छैन, कोही देख्नु भएन। हाम्रा कवाडी सबै मधेस प्रदेशका हुन्। कुमारी माथि, हाम्रा जीवित जननी माथि एप्चोस तैले को होस् त? कोले दियो तँलाई अधिकार? र अर्को कुरा, यो बालेन शाह भन्ने छ नि मान्छे, मेरो साथी हो है। यति खतम मान्छे कि मैले जिन्दगीमा यति खतम मान्छे देखाएको थिइनँ कि है। काठमाडौँ त भड्कालोमा हाल्यो, देशै भड्कालोमा हाल्ला जस्तो भइसक्यो कि यसले है। बिचरा म सिस्टरको लोकल 3 वर्ष भइसक्यो। मलाई एउटा मात्र चाहना थियो कि यसलाई मेयर बनाउनुको है। यसलाई जिताउन अन्त मैले एमडी छोडेर रेसिडेन्सी छोडेर हिँडेको हुँ। सुमन साइमीले भाइ त्यो मान्छे ठिक छैन, न सपोर्ट नगर 1000 जनाले भन्थे। होइन दाइ, चण्डाल भन्दा चोरे ठिक भनेर ल्याएर, तर यसले यति खतम गरे कि है। आज हेर्नुहोस् त सिस्टोलमा यसले फोहोर खोल्न नसकेर मैले गएर हरेक घरमा गएर उपचार गरेर, सिस्टोलमा गएर मैले त्यहाँ शिविर गरेर 1 वर्षभित्र सबै सिस्टोलवासीलाई जागिर दिन्छु, 1 वर्षभित्र हस्टेल बनाइन्छु, 1 वर्षभित्र बाटो बनाइन्छु। 4 वर्ष भयो, पहिला भन्दा खत्तम भएको छ अहिले हैन। विद्या सुन्दरको पाला भन्दा अहिले खत्तम भएको छ। त्यो बाटो हेर्नुहोस् त गएर एकचोटि, त्यो सिस्टोल हेर्नुहोस् त गएर। हरेक घरमा क्यान्सर छ, त्यहाँ हरेक घरमा छालाको रोग छ, हरेक घरमा के छ। यहाँ बसेछ, पब्जी खेलेछ, दुनियाँभरि खाछ, हल्ला गरेछ, फेसबुकमा स्ट्याटस लेखा छ है। न बागमती सभा गर्न सकेको छ।